हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज चाहिँ म भिडियो बनाउँदैछु होइन। अब आज म भिन्डी र के भन्छन् त्यसलाई अन्डा करी बनाउन लाग्छु छु। अन्डा करीको लागि त्यो मिक्सी छैन नि त, त्यही भएर मैले त्यो घिसेर पेस्ट बनाएको छु टमाटरको। अनि प्याज पनि काटिसकेँ, अदरक पनि हाल्छु, लसुन पनि हाल्छु नि त। त्यही भएर अदरक चाहिँ थोरै हाल्नुपर्छ होइन। लसुन चाहिँ मलाई लास्टै मनपर्छ, त्यही भएर मैले पुरै हालिसकेको छु। अब यस्तै हो गाइस, जिन्दगी खानै पर्यो, गर्नै पर्यो। अब हेर्नु न, फनी पार्ट मसँग त्यो छैन कि कुट्नेवाला छैन, मिक्स पनि छैन, त्यही भएर म त गिलासमै कुट्छु होइन, गिलासमै। अनि म एउटा यो पनि गर्छु कि अब त्यो अदरक लसुन कुट्दाखेरि अनि हरियो चिल्ली त भइहाल्यो, अनि त्यसमा थोरै त्यो के भन्छन् धनियाँ पनि हालेर कुट्छु होइन। म चाहिँ यता एउटा त्यो पनि काट्न लाग्छु, भिन्डी पनि काट्न लाग्छु। काम छिटो पनि हुन्छ नि त। उता तेल पनि चढाउन लगाइसकेको छ, मैले भिन्डी पनि काट्नु पर्यो टक्क पारेर होइन। मिठो बनाएर खाने हो के। अनि अन्डालाई पनि फ्राई गर्नु पर्यो, बिना फ्राईको त मलाई मनै पर्दैन। हजुरहरूलाई कस्तो मनपर्छ हजुरहरू भन्नु होला। अनि म चाहिँ बनाउनतर्फ लागेँ, जिरा हालिसकेँ फरफर प्याज भुटिन्छ होइन, टक्क पारेर। यता यो पनि हेर्नु, अघि तयार गरेको त्यो अदरक लसुन के सबको पेस्ट हालेर कुट्नु पर्यो। अनि म चाहिँ यस्तो गर्छु, त्यहीमा मसला हालेर होइन, राम्रो स्वाद मिठो आउँछ नि त, स्वादिष्ट हुन्छ। त्यही भएर म यसरी बनाउँछु, टक्क पारेर त्यहीमा सब मसलाहरू हाल्यो होइन। अनि हेर्नुहोस्, मैले मसला पनि हालिसकेँ। मसलाले राम्रोसँग फरफर भुट्नुपर्छ। फरफर भुटिसकेपछि टक्क टमाटर तेल जबसम्म तेल निस्किँदैन तबसम्म चाहिँ भुट्नुपर्छ होइन। त्यसपछि मैले टमाटर पनि हालेँ। टमाटर हालिसकेपछि चट्ट पारेर त्यसलाई छोपिसकेपछि अब यताबाट त्यो भिन्डीको लागि पनि तयारी गर्नु पर्यो नि त। भिन्डी पनि मैले काटिसकेँ। अनि भिन्डीको लागि पनि मैले त्यो कराई बसालिसकेँ। अनि अब क्लिन पनि त गर्नु पर्यो नि त होइन गाइज। अब यताबाट अब फोहोर भएको धेरै राम्रो हुँदैन नि त। क्लिन पनि गर्दैछु, क्लिन पनि अब मैले गरिसकेँ। अनि त्यो एउटा थाली थियो, त्यो पनि धोइसकेँ। अनि यता ग्रेभी पनि बन्दैछ। अनि उता त्यो भिन्डीको लागि पनि तेल गरम हुँदैछ। अब मेरो त यस्तै हो गाइज। हजुरहरू कस्तो के बनाउनुहुन्छ के नै। अब यस्तो हुँदो रहेछ गाइज। अब फर्स्टचोटि चाहिँ भिडियो बनाउँदाखेरि चाहिँ के बोलौँ हुँदो रहेछ होइन। हजुरहरूले माइन्ड नलग्नु होला, केही गल्ती भएमा माफ गरिदिनु होला होइन। मलाई मेरो चाहिँ यो फर्स्ट भिडियो हेर्नुहोस् त। अब म बटल लगाउने लागि झाडु पनि लगाउनु लागि होइन। अब क्लिन पनि गर्नु पर्यो। अलि धेरै त्यहाँ काटकुट गर्दाखेरि तल खसेको थियो राम्रोसँग, त्यो पनि मैले झाडु पुछा लगाइसकेँ। अनि अन्डा करी ग्रेभी भइसक्यो, अन्डा हालिसकेँ मैले। अन्डा हालेर टक्क हेर्नु त, मैले माथिबाट गार्निसको लागि धनियाँ पनि हालिसकेँ। अनि यताबाट भिन्डी पनि हुँदैछ, भिन्डी पनि भइसक्यो। म नुहाएर पनि आइसकेँ होइन। अब टक्क पारेर नुहाएर आएर बाल पनि सुकाउनु पर्यो होइन गाइज। बाल सुकाउनुलाई हेर्नुहोस् त मेरो आइडिया अब यस्तो हुन्छ। अब मुख पनि धोयो नि त, फेस वासले मुख धोएको। अनि त्यो टोनर लगाउनु पर्यो हाम्रो पिएच लेभललाई बराबर गर्नलाई। अनि मोइस्चराइजर लगाउनु पर्यो होइन। हेर्नु त, म कति राम्रो कति सुन्दर देखाएको छु। अनि त्यस्तै छ मेरो त जिन्दगी, यस्तै छ। हजुरहरूको कस्तो छ भन्नु होइन। अब मोइस्चराइजर लगाउँछु। मोइस्चराइजर नलगाए त कहाँ हुन्छ त भने, यस्तो ड्राई फेस हुन्छ मेरो त मोइस्चराइजर नलगायो भने। ओ बाबा रे है। हजुरहरू के लगाउनुहुन्छ, मोइस्चराइजर लगाउनुहुन्छ कि नै? अनि हेर्नु त कस्तो दामी भएको खाना त, हा यस्तो मिठो भएको छ नि, के कुरै नगरौँ खानाको त हो। यस्तो मिठो, अहिले पनि पानी आइरहेछ मेरो त, अहिलेसम्म पनि पानी आइरहेछ मुखमा। यति मिठो भएको थियो नि गाइज। हो बाबा देवले। ल हेर्नु त, कम त मजाले खान लाग्छु म। ओइ है ग्वाम खाएको खाएछु म त। यस्तै छ अब एक्लो जिन्दगी धस्यो खरानी भने जस्तै हो गाइजहरू। गाइज मेरो त एक्लोमा होइन, सानो बनाउने टक्क चट्ट खाइहाल्ने हो। अब हजुरहरू भन्नु कमेन्टमा रेसिपी अरू केही चाहियो भने, के भिडियो बनाऊ भन। हजुरहरूले भन्दा अलि राम्रो लाग्छ के, मोटिभेसन पनि मिल्छ। हजुरहरूले केही भन्यो भने यस्तो राम्रो यस्तो बनाऊ भिडियो, यस्तो फर्स्ट टाइम हो नि त, म त क्यामेरै